हेलो नमस्ते सबैजनालाई के छ खबर कस्तो हुनुहुन्छ सबैजनालाई होलीको शुभकामना सहित म मेरो मिनी ब्लगमा स्वागत गर्न चाहे। आज फेरि कमलाले के लिएर आयो के भन्न आयो भन्नु होला। आज चाहिँ त्यस्तो के भन्ने मन त छैन कि साथीहरु, तर मनमा अनेकौं पीडा है। अब हाम्रो प्रदेशमा हुने दाजुभाइ दिदीबहिनीहरु तनावमा हुनुहुन्छ। देशमा चाहिँ चुनावी माहौल छ, के हुने हो कस्तो हुने हो केही थाहा छैन के, तर मनमा चाहिँ अनेकौं चिन्ताहरू गुन्जिरहेको छ। हाम्रो दाजुभाइहरू पीडामा हुनुहुन्छ, दिदीबहिनीहरू पीडामा हुनुहुन्छ। परिवारको गर्जो टार्नको लागि विदेशी पुग्नुभएका कतिजना दाजुभाइहरूको मृत्यु भएको छ। दुबईमा एकजना, कतारमा 5 जना भन्ने न्युजहरू आइरहेको छ है। अब यस्तो हमलाले गर्दाखेरि अब परिवारमा छुट्टै किसिमको तनाव छ, उहाँ हुनेलाई छुट्टै किसिमको तनाव छ। देशमा अहिले चुनावी माहौल चलिरहेको छ। त्यत्रो आन्दोलनमा हाम्रो बच्चाहरू त्यसरी मारियो, के गर्ने। अहिले अब निर्वाचन आउनलाई 2 दिन मात्रै बाँकी छ। आफ्नो मतलाई चाहिँ हाम्रो व्यक्तिलाई भन्दा पनि राम्रो व्यक्तिलाई दिनुहोला भन्न चाहन्छु, जसले तपाईको गाउँठाउँको समस्यालाई, तपाईको कुरालाई सम्बन्धित ठाउँसम्म पुर्याउन सकोस्। त्यहाँ गएर तपाई गाउँठाउँको, हाम्रो गाउँठाउँको बारेमा उले भन्न सकोस् र जुन समस्या छ समाधान गर्न सकोस्, देशको परिवर्तन गर्न सकोस्। त्यस्तो व्यक्तिलाई चाहिँ हामीले छान्नुपर्छ, छान्नु होला सबैजनाले भन्न चाहन्छु। अनि साथी, आज होली विशेष मेरो घरमा चाहिँ पाक्दैछ आलु को ग्रेभी, चटपटा है, एकदमै टक्क अमिलो पिरो टक्क भएको आलुको बनाउँदैछु। आलुको अहिले सिजन पनि हो, विभिन्न किसिमको भेराइटी आलुहरू बजारमा आइरहेको छ। अहिले आलु सस्तो पनि छ, मिठो पनि छ। आलु भनेको चाहिँ सबैमा मिल्ने हो के भन्छ नि, कस्ती हो यो, यता पनि ट्याप उता पनि ट्याप हो, त्यस्तै यो पनि आलु पनि सबैसँग मिल्ने। मटरसँग पनि मिलेको छ, काउलीसँग पनि मिलेको छ, सागसँग पनि मिलेको छ, इभन मासुसँग पनि मिलेको छ, पनिरसँग पनि मिलेको छ। सबैसँग फिट हुने भनेको आलु हो। ल है, मैले आलुलाई बोइल गरेर हल्का मरमसला मोलेर फ्राई गरेँ। अनि यहाँ बदाम, तिल, टमाटर, लसुन, अदुवाको र थोरै टिमुर राखेर यो ग्रेभी बनाएँ। अनि ठक्क माथिबाट कागती छर्केपछि एकदमै मिठो हुन्छ साथीहरू। ल, भोलि चाहिँ हजुरहरूले मतदान गर्दा ध्यानपूर्वक गर्नुहोला, राम्रो व्यक्तिलाई छान्नुहोला भन्दै, अनि आज होलीको शुभकामना सहित हजुरहरू सबैजनालाई ह्याप्पी होली भन्दै म अर्को मिनी ब्लगमा भेट हुने बाचा सहित अहिले चाहिँ म छुट्टिन्छु। मेरो भिडियो कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नुहोला। थ्याङ्क यू सो मच।